नमस्कार है त सबैजनालाई तपाईहरुलाई BWIS को एउटा नयाँ भिडियोमा हार्दिक स्वागत छ। अब यो भिडियोमा आइसक्नुभयो भनिसकेपछि तपाईको लोकसेवाको फर्म रिजेक्टेड भएको छ। अब लोकसेवाको फर्म रिजेक्टेड भएको छ, त्यसलाई कसरी एप्रुभ गराउने त? आज म यो भिडियो अन्तर्गत रहेर यही विषयमा कुरा गर्ने छु। यो कुनै हावा भिडियो होइन, किनभने मेरो आफ्नै लोकसेवाको फर्म एकफेर रिजेक्ट भएको थियो र त्यसलाई मैले एप्रुभ गराएको छु। कसरी गराएँ त्यो सम्पूर्ण इन्फर्मेसन म तपाईहरुलाई शेयर गर्ने छु। अब लोकसेवाको फर्म रिजेक्टेड भन्दै आयो रातो लाएर तपाई डराइहाल्नुहुन्छ। डराउनु पर्दैन है त एक नम्बरमा। अब रिजेक्टेड भनेर आएपछि तपाईलाई मेसेज इमेलमा एउटा मेसेज आउँछ, मोबाइलको मेसेज बक्समा अथवा इमेलमा, दुईतिर नै आउँछ। यो कारणले गर्दा तपाईको फर्म रिजेक्टेड भयो भन्दै। त्यसपछि तपाईले तुरुन्तै त्यो जुन प्रदेश अथवा सङ्घको लोकसेवा भर्नुभएको थियो त्यो वेबसाइटमा जानुहोस्। अनि तपाईले त्यो मेसेजमा आउँदा के रिजेक्टेड भएको, के कारणले भएको त त्यो भनेको हुन्छ। तपाईले त्यहाँ गएर त्यसलाई एडिट गर्नुहोस्। कहिलेकाहीँ 12 को फर्म राखेकोमा 10 को राख्नुहोस् भन्छ। तपाईले 12 को छँदैछ अनि 10 को सर्टिफिकेटहरु पनि अपलोड गरिदिनुहोस् त्यहाँ गएर, अनि त्यसलाई सेभ गर्नुहोस्। त्यस्तै अरु पनि विभिन्न कारणहरु हुन सक्छन्, त्यो तपाईले मिलाउनुहोस्। अब मिलाइसकेपछि धेरै कन्डिसनमा चाहिँ तपाईले यताबाट मिलाएपछि उताबाट हेर्छ अनि हेरिसकेपछि एप्रुभ गरिदिन्छ। तर कहिलेकाहीँ के हुन्छ भने तपाईले एडिट गरेर सबै मिलाइसकेपछि पनि एप्रुभ नहुन सक्छ। अब यस्तो अवस्थामा के गर्ने त? यस्तो अवस्थामा सोलुसन भनेको एउटा मात्रै हो। तपाईले सम्बन्धित लोकसेवा आयोग, लोकसेवा केन्द्रको नम्बर निकाल्नुहोस्। अब मानौ तपाईले जलेश्वरदेखि फर्म भर्नु भएको छ भने लोकसेवा जलेश्वर कार्यालय भनेर क्रोममा सर्च गरिसकेपछि तपाईको त्यहाँको कार्यालयको नम्बर आउँछ। त्यो नम्बरमा तपाईले ट्याक्क कल गर्नुहोस्। कल गरिसकेपछि के भन्नुहोस् भन्दा मेरो फर्म यो कारणले रिजेक्ट भएको थियो, मैले यसलाई फेरि एडिट गरेर रिएप्लाई गरेको छु, तर अझैसम्म एप्रुभ भएको छैन भनेर उता भनिदिनुहोस्। अनि भनिसकेपछि तपाईसँग मास्टर आइडी माग्नुहुन्छ। तपाईले आफ्नो मास्टर आइडी दिनुहोस्। मास्टर आइडी दिइसकेपछि तपाईले त्यसपछि सबै करेक्ट भर्नु भएको छ भने तपाईको फर्म 100% एप्रुभ हुन्छ। यो चाहिँ तपाईले अब ढिला गर्नुभयो भने चाहिँ टाइम गइसक्छ। धेरै कममा कम तपाईको जुन सेन्टरहरु आउँछ एक्जाम सेन्टर भन्दै, त्यसको 2 दिनसम्म हुन्छ यसको डेट। तपाईले 2 दिनसम्ममा यो यति फोन गरेर त्यति सबै मिलाइसक्नुपर्छ अनि 100% तपाईको फर्म एप्रुभ हुन्छ।